बेबी खै बिचमा कता गयो वाह कस्तो भयो बेबी आज कस्तो भयो राम्रो भयो रमाइलो भयो नि है वाह थ्याङ्क यू बाबा भनेको होइन बाबा यत्रो लिएर आइनु ए थ्याङ्क यू एकदम रमाइलो चाहिँ सोच्यो भन्दा पनि रमाइलो सो ड्रिम सिटी पोखरा एकदम रमाइलो रहेछ तपाईँहरू यहाँ आउनु साथीहरू है एकदम मनोरञ्जन लिन सक्नुहुन्छ फ्रेस इन्भाइरोमेन्ट अनि फ्रेस पिपल भेटिन्छ नि यहाँ है सो एभ्रिथिङ बिया फ्रेस भेट्नुहुन्छ तपाईँहरू ढुक्क हुनुहोस् ओके हाम्रो च्यानल जसले हेर्नुभयो फाइनल तक उहाँलाई धेरै धेरै धन्यवाद Hello guys, where is my baby? And it's me, my husband. हाई गाइस के छ के हुँदैछ बेबी कस्तो छ And what another little bear? हामी त अहिले फर्किँदैछौँ है साथीहरू हामी फर्किँदैछौँ रिटर्न ब्याक हुँदैछौँ रिटर्न ब्याक टु पोखरा कसम धेरै रमाइलो ठाउँ रहेछ के कस्तो फिल भइरहेछ बुढी खिचिदिन्छु क्या म तिमीलाई भन न रमाइलो भयो कि भएन भन न यता हेर न कस्तो फिल भइरहेछ बेबी के फाल्दो जुरो फाल बेबी बेबी कस्तो फिल भयो यता हेर न बाबालाई दामी भयो गुड रमाइलो भयो यता हेर बाबालाई सिधा कस्तो फिल भयो रमाइलो भयो अब भोलिबाट पढ्ने है आज पो स्कुल छुट्टी भएर हामी घुम्यौँ भोलिबाट त फेरि पढ्ने है पढेर ठुलो मान्छे बन्ने है हुन्छ कि हुन्न हुन्छ बाबा भन गुड ल तर साह्रै रमाइलो ठाउँ रहेछ होइन सोचे भन्दा पनि धेरै रमाइलो पारी देख्न सक्नुहुन्छ पम्लीकोट छ पारी है साथीहरू सो आज मे 1 को भिडियो तपाईँहरूलाई म प्रस्तुत गराउन गइरहेको छु है मे 1 मा हामी ड्रिम सिटी कि ड्रिम भिलेज बुढी ड्रिम सिटी तपाईँहरू अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला बहुत रमाइलो छ कसम चाहिँ माथि गाउँमै आएको म अहिले सो तपाईँहरूलाई म यहाँको रमाइलो भिडियोहरू देखाउँछु कसम चाहिँ यहाँको भिडियोहरू दृश्यहरू देख्न सक्नुहुन्छ एकदम भनौँ न यहाँ उफु बेल्ने मेसिनहरू देखुन्ट लिएर होइन भिडियो अन्तिमसम्म होला है भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला प्लस भिडियो स्किप नगरी हेर्नु होला बुझ्नुभयो भिडियो स्किप गर्नुभयो भने तपाईँले राम्रो भिडियो हेर्ने अपर्च्युनिटी गुमाउनुहुन्छ सो डोन्ट मिस योर अपर्च्युनिटी ओके के छ सानो सुबिन के छ ठिक छ मजा आयो कहाँ गयो तिमी सो यता हेर न कहाँ गयो कोसँग गयो नि यता हेर न घुड्यार मम्मी खोइ तिम्रो तिमीलाई बाहिर ल्याउनु कि मम्मीले हिँड अगाडि हिँड रमाइलो रहेछ गाउँ हामी त यस्तै पाहा खोला नाला पाहामा हुर्केको होइन रमाइलो लाग्छ एकदम देख्ने बित्तिकै यो भनौँ न त्यो मकै खाने बेला भयो दिदी दिदीले यस्तो गर्मीमा यस्तो घाममा मकै पोलिराख्नु भएको छ ओहो अगाडिको तपाईँहरूलाई म इन फ्रन्ट अफ मी एक्ज्याक्ट ड्रिम सिटी सो रमाइलो चाहिँ होइन सो ड्रिम सिटी रमाइलो चाहिँ हेर्नुहोस् पारी चाहिँ पुम्दीको ठ्याक्क हाम्रो शिवजी भगवानको मूर्ति छ पारी सो
opposite side of Pumdikot, here is a dream city. So look in front of me, it's a big and big. So sutera huncha ki uthera huncha sofa ma बसेर हुन्छ कि तलमा बसेर हुन्छ जसरी पनि भिडियो हेरेर मनोरञ्जन लिनु ल बस मनोरञ्जन लिएको हुनु पर्यो जसरी हुन्छ मनोरञ्जन लिएको हुनु पर्यो बुढी के छ तर्क बेबी जानु सुबिन कस्तो भयो तिमीलाई कस्तो मजा आयो कविता राख त यम्मी ह रमाइलो छ खानामा Thank you, Judy. Thank you. Welcome, Baba. Thank you, baby. Welcome, Baba. कस्तो मिसेस हाँ कस्तो आइज राम्रो रमाइलो रमाडी के तपाईको तर्क दिनुस् न एक दुईटा पोइन्ट यार इज नो तर्क नो पोइन्ट अच्छा इट इज नो तर्क नो पोइन्ट ओके तो ल तपाईहरुले आउनु मन छ भने आउनुस् है कहाँबाट आउने भन्दा बस छोरेपाटनबाट माथि तेर्सिनी हैन छोरेपाटनबाट माथि तेर्सेपछि सिधै पुम्दीकोट हिटान्नु पुम्दीकोटको ठ्याक्क अपोजिट साइडमा छ ड्रिम सिटी है ओके थ्यांक यू गाइज हेरेर साथ दिनुभयो यत्रो के भन्दो रहेछ भिडियोमा भनेर थ्यांक यू सो मच बाइ गाइज नमस्ते एन्ड गुड मर्निङ हैव अ नाइस डे वेलकम टु आवर मिनी ब्लग आज हाम्रो यात्रा कता छ बुढी हजुर सानो भित्र हिँड्दैछ आज मे 1 आज मे 1 तारिक हामी चाहिँ जोन सिटी छ बुढी ड्रिम सिटी सो ड्रिम सिटी तिर आएका छौँ देख्न सक्नुहुन्छ उकालो तल बाइक तल राखेर नि उकालो पर्दैछ लास्ट यार बन्यो मलाई Happy Mother's Day भन्नु Happy Mother's Day बस Happy Mother's Day सबैजनालाई पार्टी मदर्स डे को Happy Mother's Day भिडियोबाट सबैले जानकारी मुलुक भिडियो है जिन्दगीको मतलब के छ र हैन खानी पिनी इन्जोय गर्ने बस 2 दिनको जिन्दगी हो Go. How baby, how? Bounce out. Yes, baby. What is your name, baby? My name is? Wow. How are you, baby? Okay, what is your school name? Wow. And what is your father's name? What is your mother's name? Wow. That's not. What's your name? That's धेरै पढाइ पढेर ठुलो मान्छे बन्ने है हस्
हस् बाबा भन न क्या हाने प्रतिका भन है प्रतिका खानाको टेस्ट कस्तो लाग्यो वाउ कस्तो छ भन्छ वाउ कस्तो छ अरे प्रतिका वाउ हेलो हजुरले के खानु भएको टाउको सिधाएर माथि यस्तै के खानको खाउ न तिम्रो यो गिलासको तिम्रो त हो पानी पानीको प्रतिका कस्तो छ भान्जी ए कस्तो छ प्रतिका भान्जो कस्तो छ खाना मिठो छ लाइक गर न यस्तो लाइक गुड कस्तो लागिरहेको छ मिस गुड नाम सुसानी के लाग्यो यहाँ नाल्ले त यो वडावरी ए आउँदा गर्दा ए पर्नु के तिम्रो नाम रिजन कति क्लासमा पढ्छौ 6 वर्ष कुकुर सुकुर नि पाल्दैछौ आम्मामा भाइहरू हेर त यो 3 जना कृष्टिमा भाइहरू यसरी खेल्दै बस्छ मोटिभेट गर्दा यति मजाले ओए आउन आनेको आयो भिडियो बनाउने हैन गुड ओए पुछेहरु पुग्दैन आउन खोज्दैन सो कृष्टिको उकालोको हैन यो यस्तो छ कृष्टिमा कृष्टिनी र केटाहरु चाहिँ बाटोमा खेल्न तर यस्तै बाटोमा खेल्न हुन्न नि तर तिमीहरु यस्तै बाटो खेल्न हुन्न नि लिएर जाम पुरैलाई जेलमा हालेर लिएर जाम गुड 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 के छ हालखबर तिम्रो ठिक छ तिमी कति वर्षको भयो 11 वर्षको भयो कति क्लासमा पढ्छौ 6 क्लासमा आम्मा मलाई इन्ट्रोडक्सन देऊ त तिम्रो म सुन्छु मेरो नाम रिजन थापा म कक्षा 6 मा पढ्छु मेरो घरमा कृष्टि नाच्ने चौरन मेरो वर्ष 11 हो मैले कुकुर पाल्छु हो र गुड यार त इन्स्ट्रक्सन दिए आउन ल केटाहरु है फेरि भेट्दै राखौँला है ओके बाई 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 बहुत माथि छ बहुत माथि आज मैले म चुस्किन यो मलाई नि भिडा खाने ल के अरे के हान्थ्यो अलि तिमी नगेर मन्दिरको माथि हजुर त्रिशूलको छाया धारा पानी घुम्न जाँदा बस्ने भयो माया सँगै लैजाऊ यो मनको साथी भवैन दे तरेर दे माथि सँगै लैजाऊ यो मनको साथी
हात छोड्दैन Hello guys. हिल पारामा हो नि अनि त्यो के हो जाऊ जाऊ ढोवर तलाई ढोवर ढौ गुड गुड आऊ यता हेर नि बाबालाई कहाँ जाने हो जुस खान के को जुस नि स्ट्रबेरीको बाबासँग त पैसा छैन नि बेबी कहाँ छ खोइ ल्याउ नि त खोइ ल्याउ त ल्याउ कति ल्याउँदै रहेछ तिमीले ल्याउ त ल्याउ नि त ल्याउ छिटो ल्याउ छिटो ल्याउ छिटो ल्याउ छिटो ल्याउ यतिले त पुग्दैन नि स्ट्रबेरीको जुस आउँदैन नि त बेबी आउँदैन यतिले अझै ल्याउ त अझै छ त्यहाँ ल्याउनु ल्याउ छ भने छिटो ल्याउ जुस छिटो ल्याउ छ भने ल्याउ अनि जुस खान जाने हो छोरोले यत्रो पैसा बनाइसक्यो त आम्मा ल्याउ 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 छ भने त्यहाँ आम्मा त्यहाँ पनि दिएर छ यतिले नै हुन्न अझै अझै चाहिन्छ अझै अझै यतिले नै आउँदैन यतिले नै स्ट्रबेरी जुस आउँदैन बेबी अझै पैसा ल्याउ ल्याउ यसले नै आउँछ ल्याउ अझै 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 ल्याउ 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 तिमीले नै खान्छौ कति अब भा ल सोध भन त बेबी भयो भयो त्यो पर्दैन भयो भयो पर्दैन त्यो छोडिदेऊ भन त भएन हेर त तिमीले कति जुस खाने हो भन न धेरै अनि खोइ त नि बाबासँग सोधेको बाबालाई सोधेको खोइ त नि बाबा यति पैसा जुस आउँछ कि आउँदैन भनेर केले नि तिमीले सोध्दै सोध्दिनौ कतिवटा जुस खान्छौ भन त त्यो कसको पैसा हो नि बेबी बाबाको बाबालाई नदिने मलाई मात्रै किन्दिनु है मेरो पैसा हो कति धेरै पैसा हो कतिवटा जुस खान्छौ भन त 3वटा ल जाउँ है त अब किन हालेको त्यहाँ जाने होइन जुस खान किन फालेको यस्तरी बेबी ल्याएर फाल्छ अरे Thank you, baby. Thank you, baby.